हेलो युट्युब फ्रेन्ड्स, सो वेलकम टु माई न्यू ब्लग। त आज हामी छौँ ठुटीबारीको बजारमा, जुन यहाँ तजिया बाबाको कपडाहरू किन्न छौँ। हेर्न सक्नुहुन्छ बजारमा म र बाबा मिलेर चारैतिर कपडा, त्यो कागज भन्नाले तजिया बाबाको कागज, अब के अरे कपडा नै भनौँ, देवता बाबा हो। सो चारैतिर भिड छ, चारैतिर किनिरहेछन् आफ्नो। म यहाँ भिडियो कति कलरफुलहरू राम्रो राम्रो कागजहरू छन् जुन तजिया बनाउनको लागि चाहिन्छ, नसक्नुहुन्छ। अनि यो हो फेरि त्यसैमा मोर पङ्ख, कति राम्रो छ है मुर्छा बनाउनलाई। यहाँ बाबाको आफ्नो कागज मन पराइराख्नु भएको छ, हाम्रो तजिया बाबा कुन चाहिन्छ भनेर। हेर्नु कति राम्रो राम्रो छ है। तजिया बाबाको कागज यहाँ हामीलाई तासा पनि किन्नुपर्ने थियो, सो म यहाँ तासाहरू पनि हेर्न गएको। अनि यता अझ राम्रो राम्रो देखेँ मैले कागजहरू, अनि यता पनि हेरौँ भनेर म त गइहालेँ साथीहरू। अनि हेर्न सक्नुहुन्छ यो अझै मलाई राम्रो लाग्यो, मोरहरू मुर्छा हाँक्नको लागि यता पनि हामीलाई चाहिएको थियो। सो मैले एउटा पिक गरिहालेँ, अनि फेरि बजार गरेर मैले लाउनै पर्ने थियो चुरा। सो म चुरा लाउन चुराको दोकानमा पसलमा पसिसकेको थिएँ। कलरफुल साउन आउन लाग्थ्यो, सो म हरियो चुरा लाउनलाई गएको यहाँ। अनि मलाई यो बहिनीले चुरा लगाउनु भएको थियो। त्यसपछि अलिकति हामीलाई यहाँ पनि काम थियो, सो यहाँ पनि गरेर त्यसपछि चप्पलको पसलमा पस्यौँ। राम्रो राम्रो थियो, सस्तो सस्तो। अनि एउटा चप्पल पनि लियौँ। त्यसपछि यो दिदीले बार्गेनिङ गरे हुन्थ्यो। अनि भएपछि बजार, अनि हामी आयौँ अब नास्ता खान। नास्ता त खासै थिएन, त्यही चना समोसा मटर थियो, सो मटर समोसा खाएर बाबा र म। अनि त्यसपछि बाबा यहाँ खानुभएको छ मजाले। त्यसपछि मटर र समोसा खाएर अनि खाना लगाएको मिठोमा खोवा खाएर त्यसपछि हामी घर आयौँ। थ्याङ्क यू। अरू मेरो नेक्स्ट ब्लगमा देख्न सक्नुहुन्छ खोवा खाँदै